माया त बस्यो तर कस्तो मान्छेसँग माया बस्यो, प्रेम गरेको कैयौँ वर्ष भइसक्यो र पनि मलाई उसले बुझ्नै सकेन। प्रेम गरे झैँ गरेको रहेछौँ हामी, प्रेम चाहिँ भएको रहेनछ। हामी नजिक भएको कैयौँ वर्ष बित्यो र पनि हामीले एकअर्कामा बुझ्न सकेनौँ र एकअर्कामा छलकपट भइरह्यो र आपसमा एकअर्का बिच चिटिङ चाहिँ भइरह्यो भने सम्झिनुहोस् कि त्यो सम्बन्ध खासै टिकाउन लायक छ र केही वर्ष अझै 25, 30, 40 कैयौँ तपाईँ बाँच्छन् जसम्म एउटा आजीवन त हुने कोही पनि होइन। एउटा जीवन रहेसम्म चाहिँ बाँच्न खालको अथवा बचाउन खालको प्रेम चाहिँ त्यो होइन। त्यसैले यदि तपाईँ हेर्नुहुन्छ तपाईँलाई कसैले माया गर्दैन भने तपाईँले माया गर्नुहोस्, केही समय दिनुपर्छ र त्यो समय पनि तपाईँको लागि अथवा उसको लागि चाहिँ उपयुक्त भएन भने तपाईँले पनि बाटो मोड्नु पर्ने हुन्छ। किन भन्दा तपाईँ बर्बाद भएर छुट्टिनुभन्दा सबल एउटा राम्रै भएर सबै कुरा सही सलामत हुँदै छुट्टिएको राम्रो। किन भन्दा जस्तो जस्तो प्रेम तपाईँको जीवनमा हुन्छ त्यस्तै त्यस्तै तपाईँको जीवनको त्यो यात्रा पनि त्यस्तै त्यस्तै हुन्छ क्या। तपाईँलाई साथ दिने मान्छे कस्तो खालको छ भन्ने कुरा हुन्छ। तपाईँलाई साथ दिने मान्छे यदि राम्रो छ भने तपाईँको जीवन त्यही गतिमा दौडिरहेको हुन्छ। अथवा तपाईँको जीवनसाथी कस्तो छ भने तपाईँको जीवनसाथी गलत प्रवृत्तिको छ, गलत ब्याकग्राउन्डको छ भने तपाईँको जीवन दौड्न त दौडिन्छ तर उकालोतर्फ होइन ओह्रालोतिर दौडिन्छ। त्यो भएको कारण तपाईँले माया गरेको मान्छे कस्तो छ भनेर बुझ्न चाहिँ एकदमै इम्पोर्टेन्ट, मस्ट इम्पोर्टेन्ट, धेरै चाहिँ महत्त्वपूर्ण जस्तो मलाई लाग्छ है त।